हेलो साथीहरू, आज चाहिँ म चाहिँ कपडा प्याक गरेर गुटुमटुम पारेर पानीमा धारामा जाँदैछु र म चाहिँ पुगिसकेको छु। त्यो चाहिँ हाम्रो टङ्की हो र म चाहिँ कपडा धुन लागेको त के बिर्सेँ भनेको त साबुन चाहिँ बिर्सिँदा आएको के। साबुन बिर्सेर अनि पानी पनि आज थोरै आएको। म त बरबराउँदै आज दुगुरे साबुन तिर्लिन अनि चाहिँ अलिअलि पखालाम भनेर हिँडेँ। अनि चाहिँ त म चाहिँ साबुन चाहिँ यहीँज रहेछ। म चाहिँ अगमगाएँ कि अनि चाहिँ के भएछ भनेर। अनि चाहिँ त मेरो बुद्धिलाई पनि उडेछ क्या। अनि चाहिँ त मैले ट्याक्क लाएर चाहिँ कपडा मिची धुन लाएँ। अब मेरो चाहिँ युनिफर्म फेरि खत्तर थियो, फोरो भएको थियो। अनि स्कुलमा चाहिँ मजाको गेम खेलिराख्नु भएको थियो, त्यसैले मेरो कपडा फोरो भयो कि होइन। र मैले चाहिँ फटाफट पानी पनि थोरै आएको थियो। मैले त टकटकाउँदै क्या, ड्याम टकटकाउँदै टकटकाउँदै थिएँ र मलाई मजा पनि आइरहेको थियो कपडा धुनका लागि। अब साबुन लाउनतिर दस्नतिर लागेँ। अब मिचमाच पारेर अब घरतिर जान पर्यो भने अनि चाहिँ त टक्कले साबुन लाएर मैले चाहिँ मिच्न थालेँ। ड्याम पार्न लगाएको त अनि चाहिँ त मैले चाहिँ मजा धोइरहेको थिएँ। मजा धोएर पिउन थालेको थिएँ र मजामा चाहिँ साबुन लाएर पिएर अनि फेरि कपडा पखाल्न लाएको थिएँ। यति थियो, फोरो थियो। अनि चाहिँ त मैले त्यसलाई कालो लाएको थियो क्या त्यो बाउलामा चाहिँ। अनि घोटेँ अनि चाहिँ त मजा पनि अनि राखेर मैले चाहिँ पानी माथि फालेँ। मेरो चाहिँ कमेडी छ कि यस्तो भयो। पानी चाहिँ फोरो थियो, लत्त फालिदिएर म चाहिँ पानी थाप्नतिर लागेँ। पानी थाप्नतिर लागेको त पानी थोरै आइदिरहेको। पानी त पछाडि त आउँदै आएन। म चाहिँ रिस उठ्यो हेर, बरबराउँदै के पुरै बरबराउँदै अब पखाल्नेतिर लाग्छु भनेको झन् सानो आउँछ। अनि म चाहिँ मेरो पालो, अब म चाहिँ घरतिरै जान पर्छ भनेर हिँड्दा अलि पानी अझै गर अनि हिँड्दा अन्त पानी जाएन। अनि पानी नआउँदा त म त बाटा बोकेर स्वाट्टै हिँड्दै मोबाइल ट्याप्प टिपेर हिँडिदिएको बरबराउँदै। अनि म चाहिँ हिँडिदिएको घरतिर, घर पखाल्न पर्ला भनेर, घर पखाल्न पर्यो भनेर हिँडिदिएको। अनि चाहिँ त आजको भिडियो कस्तो लाग्यो एन्ड बाई बाई।